81 गयो 82 आयो है त ट्याक्क। अनि फोटोको 20 रुपियाँ लिन्छु एउटाको। आजको फोटोग्राफर चाहिँ म। 1 पिस फोटो बराबर ओन्ली 20 रुपिज है त। कस्तो घुम्दैछ च्याट्टो लाएर अब हामी निक्लिने भनेको यहाँ पल्लो पोइन्टमा हो। यहाँ निक्लेर चाहिँ ट्याक्क हामी आनन्दले घुम्छौँ। सो हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। सो आज चाहिँ विशेष दिन, ह्याप्पी न्यु इयर 2082। सो सबैमा ह्याप्पी न्यु इयर सबैलाई। अनि आजको रात चाहिँ हाम्रो हुँदैछ कोसीसम्म ट्याक्क लाएर हाम्रो मायालु यहाँ हुनुहुन्छ। सो घाम चाहिँ ओभर लागिरहेछ है त। अनि हामी चाहिँ अहिले यहाँनिर टक्क लाएर अब रेडी भइसकेको छ। अनि हामी चाहिँ आज इटरी हुँदै उता हुँदै हामी कोसी जान्छौँ। सो अहिले नै बाइकमा भेटौँला है त गाइस। हामी चाहिँ निक्लिसकेका छौँ। यो चाहिँ हाम्रो सेरा पुल है त, धरान छ। अनि आज चाहिँ हामी जान लागेको चाहिँ उता हाम्रो कोसीमा हो। उता इटरीमा मेरो साथी छ एकजना। अनि यहाँबाट चाहिँ म एक्लै छु। इटरीबाट चाहिँ साथी हुन्छ। सो साथी र म चाहिँ आज न्यु इयर सेलिब्रेट गर्छौँ। सो तपाईँहरू सबैजनालाई ह्याप्पी न्यु इयर 2082 है त गाइज। ल 81 साल गयो 82 साल आयो है त गाइज। एकदम गर्मी बढिरहेछ धरानमा चाहिँ। यो मेरो पुरानै पन्जा भए पनि यसो ओभर घामले पोल्छ नि त, त्यही भएर चाहिँ मैले लाएको छु। मेरो माइक पनि खासै भोइस चाहिँ राम्रो तानिरहेको छैन होला। सो ब्याट्री सक्या जस्तो लागिरहेछ। आज चाहिँ थाम्छ होला। यो चाहिँ हाम्रो शहीद मार्ग है त गाइस। एकदम बबाल छ। यतिको लेनहरू चाहिँ हुनुपर्छ ट्याक्कसँगले। पार्किङहरू भयो ट्याक्क लेन, साइक्लिङ लेन पनि छ। कस्तो बबाल छ नि, हेर्नु न बेहोरी छ। दामी लाग्यो मलाई चाहिँ। एकदम राम्रो छ। आज चाहिँ न्यु इयर परेकोले सबै एकदम मलाई लाग्छ रोडहरू पनि एकदम प्याक हुन्छ होला जस्तो लागिरहेछ। यता भित्रको रोडहरूको यता मेन हाइवेहरू चाहिँ। र अहिले चाहिँ हामी तिनकुने निक्लिन लागेका छौँ। अहिले छौँ हाम्रो भाइरल रोडमा है त गाइस। ओभर दामी फुलहरू पनि फुलिरहेछ। एज यु क्यान सी, यो देख्न सक्नुहुन्छ एकदम बवाल छ। अहिले चाहिँ हामी इटरीतर्फ जाँदैछौँ है त। धेरै भएको थियो। जय विश्वकर्मा बाबा रक्षा गरून् है। कस्तो राम्रो छ क्या बाटो, हेर्नु न। ओभर दामी। ल 115 पुगेछ स्पिड पनि। कस्तो गर्मी छ क्या गाइस। आमामामामामामा। Like a student though, working on a movement, yeah, I'll do it cause I'm in the zone. And you know that I'm ready for the shows. How it goes, I don't know, but
but I'm waiting till I'm chose. Front row, here I go. All these people wanna know what you think of them lately. Do you really love me or do you really hate me? On a scale of 1 to 10, what would you grade me? All this social media has got me going crazy lately. Everything's inflated, mainly everyone's invaded. Privacy is naked, man, I really hate it. God, I really hate it. I just wanna make it through all this fake shit. Living in the real life, living for some real times. Talk about the real climb, passionate in real rhymes. Steal time back from my 9 to 5, taking back my fucking life. I just wanna feel alive. And I'm the one to get it, bro. I swear to God I did it, bro. So don't just let me get it. Yeah, let's go. I'm gon' get it, yeah. Yeah, I'm the one to get it, bruh. I swear to God I'll get it, bruh. Hey, I ain't never giving up. Yeah, I never give up. Fake it till I make it. Motherfucking take it back from these haters. Playing tracks for the traitors. Got the passion and that's when it happens. Factions take actions, drafting their captains. It's happening. I'm raising my status, facing the madness. I'm out gaining traction, avoid the distractions. I'm snapping, no captions, attracting reactions, adapting, attacking, commanding the masses. I'm practicing habits, I don't fucking ask bitch, I just fucking grab it. I am never static, massively active, expanding, backslid, planning to have it. So I will go capture it and I'ma stay after it. I'm gonna fucking master it, put them on. हान्दैन हान्न त पौडी खेलेर आए जस्तो छ ओभर गर्मी छ है त सो फेरि पनि सबैजनालाई ह्याप्पी न्यु इयर है त 2082 सो हामी पनि न्यु इयर सेलिब्रेट गर्नलाई ल हाम्रो गोप्रोलाई चाहिँ भाइहरूले चाहिँ सीसी क्यामेरा भन्दैछ फिसिङ पनि यहाँ माछा पाउँछ हो र ए थाहै थिएन ल यो हो नि त बचपन त होइन बचपन त यो हो नि त हाम्रो पनि बचपन यस्तै थियो ल हामी चाहिँ कोसी ब्यारेक तल कि माथि हौ थम्बेल सम्बेल त खिच्नु पर्यो सो गाइज हामी चाहिँ अहिले आइसकेका छौँ कोसीको ब्यारेज कि के भन्छ यसलाई अझै छेउमा जाउँ क्या हो ए माल त तल हो क्या हो त्यसका बाजे बग्दो पनि रहेछ त यो त उयो जाउँ न साथी कि कहाँ पो जानुपर्ने त्यो पल्लोमा चाहिँ होला हौ यो त अघि आएको यही हो त ए पल्लोमा हो एउटै छ त सबै ठाउँ अनि सो गाइज हाम्रो चाहिँ फेवातालमा साइली भन्दा चाहिँ हाम्रो यो फेवातालै स्मल फेवाताल भन्छ बिग फेवाताल ए थाइल्यान्डको बीच हो के को अनि कस्तै यार ल हामी चाहिँ छौँ थाइल्यान्डको बीचतिर एज यु क्यान सी है त भ्यू चाहिँ हेर्नु है भ्यू चाहिँ बब्बाल छ अझ सनसेट हुनुपर्छ क्या आज त माछा चाहिँ मार्नुहुन्न माछा खानु आएको माछै पाउँदैन रहेछ यहाँ ल यही हो हाम्रो कोसी हामी जानुपर्ने यहाँ जस्तो लाग्यो दाइले घुमाउँदै चाहिँ हुनुहुन्छ गाइज घुम्दैछ हाम्रो बोट हामी पनि घुम्दैछौँ नवीन सर हेलो भनौँ हेलो हेलो फाइनली गाइज कहाँ आले हामी अझै एक राउन्ड लाउँदा कस्तो रमाइलो हुन्थ्यो होला ए हो यता चाहिँ अलिक गहिरो हो
कस्तो घुम्दैछ अहिले स्याट लाएर अब हामी निक्लिने भनेको यहाँ पल्लो पोइन्टमा हो यहाँ निक्लेर चाहिँ ट्याक्क हामी आनन्दले घुम्छौँ है त हाम्रो ल्यान्डिङ हुँदैछ गाइज कस्तो बबाल हो क्या ल न्यु इयर चाहिँ यस्तै छ हाम्रो कोसीतिर हाम्रो नवीन सर ल धन्यवाद दाइलाई एकछिनमा लिनु पनि आउनुहुन्छ होला नि त क्या आनन्द घुगी मार्नुभयो अङ्कल ए ल हाम्रो कोसी त के हो अनि कहाँ हो अब सनसेट कहाँ हुने हो सनसेट हुँदैछ नवीन सर यहाँ हो यता हाम्रो दिदीजहरू हुनुहुन्छ म यहाँ छु अल्छी लाग्ला जस्तो भयो त यहाँ त अनि अब यहाँ त टिकटक कस्तो अरे साथी फेरि कस्तो रे एकचोटि ल साथीले खतरा डान्स गर्दो रहेछ कस्तो राम्रो रहेछ यार यहाँ के लेखौँ गाइज खै यो चाहिँ लभ बर्ड्सहरूको लागि हो LOVE लभ देखिँदैन रहेछ गाइज कस्तो आनन्द चिसो भइरहेछ के चाहियो तिमीलाई फोटो खिच न फोटोको 20 रुपियाँ लिन्छु एउटाको आजको फोटोग्राफर चाहिँ म 1 पिस फोटो बराबर ओन्ली 20 रुपिज है त हुन्छ नवीन सर दिने नि 20 रुपियाँ औ गएर हुँदै गयो त अनि ल नवीन मेरो भ्लगमा के बोल्देऊ न त ट्याक्क लाएर न्यु इयरको बारेमा तिम्रो भ्लग अहिले कति छ सब्स्क्राइब तिम्रो सब्स्क्राइबर त छैन सब्स्क्राइबर नसोध न जे भयो नि छ भन न यसो 2-400 2-400 हैन छिटै ग्रो होस् 10k सुरुमा के 100k भन्नु हैन 10k छिटै पुगोस् अब मेरो त्यही हो साथीले अब भन्ने त्यही त हो हैन सन्दीपको भ्लगमा आएर चट्ट सन्दीपको युट्युबबाट धेर त हैन महिनाको 5 लाख जति चाहिँ आउनु पर्छ हैन अनि त्यसपछि अनि त्यो पैसाले चाहिँ फेरि तिमी मात्रै हान्ने हैन नि त हाम्रो पोखराको के अरे लालाजी लालाजी र अनि त्यसपछि त्यो एउटा छ नि खैरे त्यस्तै क्या तिम्रो अब 5 लाख आयो भने 2.5 लाख त नवीनलाई चाहिन्छ त्यो त हैन अनि त्यही भएर तिम्रो युट्युब च्यानल चाहिँ एकदम फास्ट ग्रो हुनु पर्यो क्या ल सबैजनाले माया गर्नु पर्यो मिलियन भ्युज एकैचोटि छ्याम्मै ल ठिक छ दाजुभाइको यता एकदम करोडौँ नेपालमा साडो के पो भन्छ साडो नै हो नि हो हैन ट्याक्क लाएर अनि हामी लगाइज हाम्रो चाहिँ एकदम मिठो घुमाइ हुँदैछ कस्तो घाम लागिरहेछ क्या गाइज ग्लास चाहिँ लाउनै पर्ने हुन्छ सेफ्टीको लागि भए पनि एकदम रमाइलो भइरहेछ सनसेट अलि रातो हुनु थाल्यो अहिले चाहिँ यु क्यान सी गाइज बगर भन्दा नि यो बालुवाको बिचमा छौँ हामी छन्न चाहिँ सनसेट हुँदैछ अहिले चाहिँ लगभग हाम्रो 5 बजिसकेको छ राइट नाउ हामी चाहिँ अहिले छौँ कोसीतिर एकदम रमाइलो भइरहेछ आज चाहिँ न्यु इयर पनि हो 2082 गाइज 81 गयो 81 साल गयो 82 साल आयो 81 गयो 82 आयो है त गाइज तपाईहरुलाई म मिठो सनसेट देखाउँछ है त गाइज एज यु क्यान सी सनसेट चाहिँ यस्तो हुँदैछ है कोसीको ट्याक्क लाएर बाबा कार्यक्रम भइरहेछ के छ नवीन सर
ठिकठाक सन्चै आरामै ल भ्यू यस्तो देखिरहेको छ है त गाइज सो अब चाहिँ हामी फर्किन लागेको गाइज नवीन सर यता छ सनसेट पनि हुन लाग्यो अब चाहिँ एकदम भ्यू हेरिसक्यो ल अब चाहिँ हाम्रो भिडियोको इन्डिङ हुँदैछ सो अहिले चाहिँ हामी छौँ कोसीमै छौँ हामी चाहिँ सो अब चाहिँ भिडियो पनि इन्डिङ गर्नुपर्छ होला मलाई त्यस्तै लागिरहेछ किनभने अब टाइम पनि 6 बजिसकेको छ अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ हाम्रो न्यू इयरको घुमाइ चाहिँ अब यति नै हो सो सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त गाइज एकदम माया देखाइदिनु होला सो मेरो भिडियो आउँदै गर्छ ल थ्याङ्क्स फर वाचिङ गाइज